दर्शन गरेर त्यसपछि हामी चाहिँ जाँदैछौँ बटौली लजाइ। टोलको जित गढी हामी आइपुगेछौँ। जान्छौँ त काम बच्छ ल ठिक छ। कर्णेल जोरसिंहको शालिग हुँदै हाइकिङ टोलीहरू हिँडिराख्नु भएको छ। अब हामी चाहिँ बारीबाट तल लागिरहेछ। हिँड्नु पर्छ बिस्तारै। हाइकिङ जङ्गलको बाटो तल उकालो चढ्दै र पढ्दै ल हिँड हिँड हिँड। अब आइसक्यो 15 मिनट ओन्ली। ल अब 15 मिनट पक्का हो। ल अब ओन्ली 15 मिनट है। छिटो ल ल सन्तोषजी ल जय होस् है। मजा आछ नि एकदम। ल हाइकिङ चाहिँ बडा रमाइलो हुने भयो। ल हाम्रै पाल्पा भैरव स्थानमा बस्नु भएको गुरु हुनुहुन्न रहेछ। 7 वर्ष पाल्पा भैरवमा बस्नुभयो, अहिले यहाँ हुनुहुन्न रहेछ। एकदम खुसी लाग्यो। ल बहिनी ठिक छ नि। ल टिका लगाऊ है। ल लगाइसक्यो। उहाँ पनि भैरवको मन्दिर रहेछ यहाँ। ल अब ल जितगढीमा कस्तो भयो नानु? जितगढी आउँदा रमाइलो फिल भयो? भयो हिँडेर आयो कि गाडीमा? ओहो त्यो जतिको रमाइलो केही हुन्न। ल गुड। हामी पनि हिँडेर आएको। ओन्ली 15 मिनट लाग्यो है मलाई बुटोलदेखि यहाँ आउन। जम्मा 15 मिनट हिँडेर ओन्ली 15 मिनट हो। 6 टाइम 15 मिनट्स। घरमा भएको घिउ पिरो चिजहरू र लत्ता कपडा लिएर आउनु। प्रत्येक व्यक्ति यो सुनिखेलमा आउँदाखेरि सबैले 4-4 वटा जाँदा साले अङ्ग्रेजहरू मास्टरपट्टि आइरहेको थिए। अङ्ग्रेजहरूको दिमागमा के पर्यो भनेदेखि ओहो हामीले अत्याधुनिक हतियार लिएर चाहिँ युद्ध लगाएको छौँ भनेको त हामीसँग पनि भन्दा पनि अझै अत्याधुनिक हतियार त नेपालीहरू भन्ने भान परेर उनीहरू ब्याग हुँदाखेरि त्यो ब्याग हुँदा नहुँदै कर्णेल जोरसिंहले एकजनालाई यहाँबाट हात हाल्न लगाएर केही सैनिकहरूलाई
दोभानको तलतिरपट्टिको खोलालाई केही समयलाई तिमीहरू बन्द गरिदियो भन्ने खालको उर्दी जारी गर्नु हो। अनि बन्द गरिदिए, बन्द गर्ने बित्तिकै अनि पानी सङ्कलन भयो, यताबाट अङ्ग्रेजहरू भाग्दै थिए। तत्कालै खोलामा पुगेर पारिपट्टि जान लागेको बेलामा त्यो खोलालाई खोलिदेऊ भनेर चाहिँ जारी गरिदिनु र कुलो तर्दाखेरिमा पनि थुप्रै अङ्ग्रेजहरू खोलाले समेत बगाएर गए। त्यतिले मात्र चित्त बुझेन। पारी गइसकेपछि अङ्ग्रेज ओहो ल र थाकेर नास्ता ल र सबजना थकित अवस्थामा ल ल डान्स गरौँ ल सेउली बजारमा। हजुर हजुर पदम सर मजा आछ नि? हो मजा आछ नि पदम सर? मलाई देखेर ल नाचौँ ल है हानाहान भो तिमीलाई देखेर। ल जाओस् जाओस् नाचौँ। खै लेडिजहरूको भएन थाके जस्तो। बजारमा सेउली बजारमा तन तन भो हन हन भो तिमीलाई देखेर तना तन भो हन हन भो तिमीलाई देखेर तना तन भो हन हन भो तिमीलाई देखेर। ल नुवाकोटको बाटो आयो। ल रमाइलो रहेछ है सर, मजा आछ। बाटो हिँडौँ भनेर हामी यो पुरानो पैदल यात्रा हिँड्दै आएको। पुरानो पैदल यात्रा यही हो नि होइन? नुन हो त्यो अहिले झाडी भयो रहेछ। अब हामी चाहिँ यहीँबाट यताबाट जान्छौँ अहिले है त। सम्पदा थकित भइ भोकाइ छ, थकाइ पनि लाग्छ। 1:30 बजिसक्यो। मजा आछ छोरा? थकाइ लाग्छ कि राखेन? लाग्छ हल्का हल्का कि बेसरी? ठिकै मजा आछ नि। अब नाच्यो है। अब 15 मिनटमा 15 मिनटमा तिमी कहाँ पुग्छौ? दोभान पुग्छौ। त्यसपछि खाउली है नास्ता माम खाने। त्यसपछि ओन्ली 15 मिनट है। अब कति 15 हो थाहा छैन। खाना खाएपछिको पहिलो पुलको पदयात्रा। अब हामी यहाँबाट हाइवे छोएर अनि बस सस चढेर जाने कुरो भयो। अब किनभने बिहानै हामी बुटोलबाट 6 बजे हिँडेको भए डेस्टिनेसन पुगिन्थ्यो। अब हामी चाहिँ खाना खाँदा गर्दा यहाँ 2-2:30 बजिसक्यो। अब अझै चरचरेबाट पनि 3-3.5 घन्टा हिँड्नु पर्छ अरे। त्यसले गर्दाखेरि अब हामी बाटो छुट्याएर ट्याक्क अब बाटोमा गाडी चढेर जाने है सम्पदा। अब गाडी चढेर जाने हो नि आधी बाटोसम्म, बुझ्यौ? ल फेरि 3.5 घन्टा हिँड्नै छ नि गाडी पछि। सहब हामी त पदयात्रीहरू निस्किँदै अब यो मोटरसाइकलबाट खानु यहाँ निस्किँदै सायद पर्छ थाहा छैन। बिरालोले बाटो कम्बोडियामा सायद पर्छ बिरालोले बाटो काट्यो भने होइन भाइ? अनि ल के ठाउँ भन्छ भाइ यसलाई? चरचरे? यसलाई पनि चरचरे भन्छ? ए चरचरेबाट ऊ त्यहाँबाट आएको हो। यहाँबाट सर्टकट होला होइन भाइ बाटो? यो होइन पुरानो बाटो हो। यही बाटो जाने। ल आऊ आऊ अब यो बाटो है पुरानो बाटो यही हो। यहाँबाट यसरी जाने यो बाटो। पुरानो नेचुरल बाटो। फुल के फुल हो? दामी छ। ठाउँलाई के भन्छ यो ठाउँलाई? चरचरे छ भन्छ। यो गाउँको नाम के हो? गाउँको नाम चरचरे छ भन्छ यसलाई। ए चरचरे गाउँ, चरचरे माथिको गाउँ होइन सर? इसै हिटेमले चरचरे गाउँ, चरचरे गाउँ
हामी वक गर्दैछौँ है, मजै आइरहेछ। जस ल खै सम्पदा कता पुग्यो? तलै होला सम्पदा। ल है हामी चर्चरे गाउँ आइपुग्यो है। बालन मजा आइरहेछ नि? ल आनन्दले आऊ। बाटो दामी छ। ल चर्चरे गाउँ पनि दामी रहेछ। ल यहाँ आपको स्वामीको बुट्टा भन्दा उतापट्टिको ठ्याक्क टोइलेट देखिँदैछ। यहाँबाट हाइवे पनि देखिँदैछ हो त है। त्यो चर्चरेको टोइलेट पनि देखिँदैछ हाइवेको। ल यो सम्पदा। ल म को हो त्यो? पारी त ऊ भयो कि। यहाँ आनन्दको ठाउँ रहेछ। ल एकैछिन बाख्रा उज्यालो ठाउँ, एकछिन रेस्ट गरौँ। ल सम्पदा मजा आछ। चर्चरे गाउँ हो क्या? चर्चरे गाउँ, चर्चरे गाउँ भन्छ क्या ले। सम्पदा त्यो माथिको त ऊ होइन त, के अरे त्यो हाम्रो ऊ त्यो डाँडाडुम भालेबासुदेखि माथि के त्यो ठाडै रहेछ है हाइकिङ। मजा आछ है यो। बल्ल अब ठाडो हाइकिङ है यो। मजा आइरहेछ। दामी ठाउँ रहेछ। ल ऊ यो माडीफाट देखियो यहाँबाट। माडीफाटको खोला आइछ नि यो। ऊ ठ्याक्कै देखियो नि। ल यहाँबाट हेर्नु त सर, ठ्याक्कै माडीफाट देखिन्छ। ऊ यो घुङ्रा गाउँ, यो कोल डाँडा, ऊ त्यो पारीको सत्यवतीको डाँडा। अब हामी हिँडेको यो जन्तिलुङको डाँडा। ल मजा आयो है। ल यो चर्चरे गाउँ हुँदै, यो चर्चरे गाउँ हामी आएको ऊ यहाँ तल हाइवेबाट हो। यहाँबाट आएको। ल मजा आछ। अझै हामीलाई 1.5 देखि 2 घन्टा लाग्छ। जय होस्। हालत बिचारा मेरो छोरा थकेला छ। मजा आछ कि नि? मजा आछ। ल अझै जम्मा अब यहाँबाट 2 घन्टा, 1.5 देखि 2 घन्टा चाहिँ हामीलाई तल्लो लाग्छ। तल्लो पनि 2 घन्टा, 1.5 देखि 2 घन्टा। ल गराइदिएछु हो। ल गरिदिइरहेको हुन्छ। ल ज्ञानी जति माथि आयो त्यति सुन्दर, त्यति शीतल। आम्मा इसदाई मजा आछ है मलाई त। ल यहाँबाट त ठाडै यस्तो बाटो ढुङ्गा र ढुङ्गीको आनन्द। पुरानो बाबुबाजेहरूको नुन बोक्ने बाटो चर्चरे गाउँको। जति माथि गए त्यति रमाइलो, खुल्ला, सुन्दर हो। सीताराम सर आम्मा उहाँ टुप्पामा पुगेछन् है 2 जना साथीहरू। कोही तल छन्। 37 मा हिँडेको 2 मिनटमा आउँछु भनेको मान्छे है दौडिरहेछन् है 2 जना धुवा निकालेर। ल ल ल ल आउनुहोस् न, आउनुहोस् न। डाँडाडुम तपाईँहरूको गाउँ के ठाउँ हो आमा? यो मरामकोटै यही हो। चर्चरे गाउँ तल, यो मरामकोट। अब यहाँबाट जन्तिलुङ कति टाइम लाग्छ आमा? अब 1 घन्टा। हामी जन्तिलुङ होमस्टेमा बस्न जाने हो क्या आमा? ल हस्। सन्तोष बाबु हिले हालखबर ठिकले? जापमले गेपमले ए ल ल मजा आछ है। जस हाम्रो सन्तोष भाइ गाइड सन्तोष लम्तरी होइन भयो? ल यिनले दियोस् हामीलाई यो ठाउँहरूको बारेमा जानकारी दिँदै आइरहेछन्। खुसी लाग्छ। हामी सर्टकट हानेछौँ भरसक।
तर मजा आउँछ नि ल यता चर्चरे हेर्दै उता के अरे हाम्रो सत्यवती बजेको दर्शन गर्दै यता तानसेनको दर्शन गर्दै ल के त्यो तानसेनको डाँडा हुसुला छ हेर्दा श्रीनगरतिर हुसुलारी चाहिँ क्या छोरा हल्का हल्का हुसुला छ तानसेन बजार ठ्याक्कै यहीँ हो हाम्रो पनि ल हामी दरबार हाइट बराबर भन्दा माथि आएको छौँ अब यहाँबाट हामी दरबारदेखि श्रीनगर गए जति हिँड्नु पर्यो इसो चाले बाबु होला यो गौडे पुल होइन भाइ यो गौडे माथि गयो स्याट यस्तो गएर उयो डुम्रे त्यही ल ऊ यताबाट यो डाँडा घुम्दै गयो भने तानसेन त्यो भ्यू टावर भएको ठाउँमा होइन त हामी पुग्ने उयो बादलमा हो क्या बादलले ढाक्यो यही बाटो केही नभएको हामीलाई यहाँ पुग्न छ नि 1 घन्टा त कम्तीमा लाग्छ 1 देखि 1.5 घन्टा ल नेचुरल यस्तो दामी बाटो अनि यो पुरानो हजारौँ वर्ष पुरानो रुखहरू रहेछ यहाँ ल यहाँ माथि के देवीको थान छ भाइ ल हजारौँ वर्ष पुराना रुखहरू रहेछन् यो बाटोमा दामी रहेछ देवीको थान ल ऊ यो तलको सिधै तल केराबारी हो भाइ ऊ त्यो ए ल ठ्याक्कै केराबारी रहेछ यार केराबारी तलको बाटो ऊ त्यो के हो त्यो केराबारी छिमको बाटो हो यो चाहिँ केराबारी छिमको बाटो गाडी आएको छ यो बुटोल पाल्पाको हो यो केराबारीको ठ्याक्कै माथि आइएछ हामी ऊ यो गाडी आइरहेछ हो यो गाडी आएको केराबारी हामी चाहिँ यहाँ माथि आएको छौँ ल हो कहाँ हो पुरै यस्तो दामी रमाइलो ठाउँ यहाँ क्या दामी छ भने हिँड्दा म ल ट्याक्कै केराबारी देखियो है यहाँ ल केराबारी देखियो यो हाइवे यो केराबारी ल केराबारीको माथि डाँडामा हामी केराबारीको टपमा
सामुदायिक होमस्टेको हामी भवनमा आयौँ। समुद्र ल सांस्कृतिक कार्यक्रम भवन यहाँ रहेछ। ल हाम्रो खानासाना खाने पनि यही हो भाइ हो। ल झोरले नमस्ते। ल ठिक छ। यो बटौली बजार यता पूर्व भयो, चिरौ खोला यता पूर्व यहाँबाट यता गयो भने दाउन्ने साउन्ने हो, दाउन्ने बरघाट। ल यो जन्तिलो यता यो कुन ठाउँ पऱ्यो यो यतातिर केराबारीको मासतिर होला। कहाँ उयो मस्याम हटिया हो यो मस्याम हटिया। केराबारी होइन यता अब हामी यसको यो जन्तिलुङ टावर यसको उतापट्टि घाम बल्ल देखिन लाग्यो है। त्यहाँनिर कति बज्यो 5:30 5:30 बजी बिहान। ल यो डुम्रे बजार ओ यो तानसेन बजार। ल यो जन्तिलुङको टावर हामी यही टावरमा छौँ। ल यो जन्तिलुङको टावर। ल यो जन्तिलुङ मोटरेबाट। ल यो त मस्यामको टावरमा हामीले जमानामा टेलिमेडिसिन चलाउँथ्यौँ। आजभन्दा 17-18 वर्ष अगाडि राखेको यो हाम्रो टावर हो। जस्ताको तस्तै छ, तर यो खुइले छ है। यो यता पाल्पातिर फर्किएको होला, पाल्पा फर्काउने, यो भैरवतिर फर्काउने होला। यो चाहिँ हामीले राखेको पोल हो। ल अहिले यस्तो छ खोला खाल्ची खान्दरा। ल हाम्रा बाउबाजेहरू यस्तो यस्तो बाटो हिँड्थे, यहाँबाट जन्तिलुङ जान्थे। हामी चाहिँ जन्तिलुङबाट फर्किरहेको छौँ अनकन्डा ठाउँबाट एक्लै। ल त फाइनल्ली 1.5 घन्टामा डुम्रे ऊ त्यो माथि जन्तिलुङदेखि यो बाटो हुँदै 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 यसरी झरेर यहाँ 1.5 घन्टामा ठ्याक्कै आइयो डुम्रे।